अब हाम्रो चाहिँ आजबाट छुसक बिदा भयो हैन। अब यो छुसक बिदामा चाहिँ हामीहरू यस्तै हो, यही ग्राउन्डमा म्याक्सिमम टाइम चाहिँ हामी यतै हुनेछौँ। अब हाम्रो साथीहरू आउने बेला हुँदैछ हैन, आधी जति आइसक्नु भयो। यहाँ के प्र्याक्टिसमा यता तल प्र्याक्टिस चलिरहेछ अलिअलि। अब कतिजना आउने बाँकी छ। ऊ चाहिँ हाम्रो पार्ट टाइम प्लेयर हो हैन, कहिलेकाहीँ आउँछ। रेगुलर प्लेयरहरू चाहिँ तल प्र्याक्टिसमा छन् हैन। अहिले यो चाहिँ बिदा कमाइको भएर चाहिँ मान्छे कम देखिएको हो। म चाहिँ अब प्रो प्लेयर परे यो टिमको किपर। आजको हाम्रो दसैँ कप खतरा होला जस्तो छ। दोलखालीले बललाई लात्तीले जोरले हान्यो, त्यसपछि दियो कसलाई। एउटा पातुलो मान्छे पनि छ उतापट्टि। को हो यार यति पातलो यार? को रहेछ हौ? लास्टै पातलो छ त। डर लाग्यो। अर्को यहाँ यति मोटो को हो यार? ओहो खोइ त गोलै हान्दैन त। गोलै हान्दैन यस्तो छ केटाहरू यार। दसैँ कप अनि भाले कप। फर्स्ट एड फर्स्ट एड फर्स्ट एड। कहाँ लाग्यो? कहाँ? मैले हानेर एक बराबरी भएको छ आउनु त। गोलको अग्रता भने दाइले चाहिँ लिनुभयो, चान्स लिनुभयो। तपाईँ त्यहाँ भिडियोको उसमा लाग्नुभयो नि त। नभए तपाईँले कहाँ किपर घाइते हुनु भएको छ अलिकति। हात जोड्नु लाग्यो। भाले टिमले चलायो। एकदम किपर त एकदम तगडा हुनुहुन्छ। किपरद्वारा एकदम खतरनाक सेभिङ। सरी भाइ, सरी यार तिम्रो। भाले के भयो? कस्तोमा लाग्यो भाइ? माथि हेर्नु विकासले हेर्नु। ल दामी
दामी खाली भयो शॉट कोना कोना यहाँ क्यामेरामा मैले सबै रेकर्ड गरिरहेको छु यताहरू होइन क्यामेरामा सबै मैले हेरेर यहाँ मैले एम्पायर रेफ्रीलाई भनिरहेको छु सबै यहाँ मेरो कुरा भइरहेको छ यहाँ हाम्रो के छ कसो छ भनेर कोअर्डिनेसनमा भइरहेको हो क्या काम कोअर्डिनेसन हुनुपर्छ क्या मुके यहाँ यो त लभली चान्स हो तपाईलाई एक्लै एक्लै अग्रता बढ्न सक्छ अरे अलि टाढा छु यार तिमीहरू कता हो हैन दुई यता हो यता अग्रता फेरि बढ्न सक्छ भने नि के हो यो भाले तिमीले बढ्न सक्दैन यो गेमको नाम के हो त भाले कप यो दशैं भाले कप दसैँ भाले कप भाले कप अब भाले आउने पेसा आइसक्यो नि अब चिकनसिपको अब भाले आउँछ नि हैन पैसा थोइसा 2 मिनेट निकाल दिन दाइ थोइसा थोइसा हाम्रो माल त्यति नआएर तनाव भइरहेको आजको हाम्रो भइरहेको भाले कपमा के हो भाले एउटा टिमको नाम के हो दाइ एउटा चाहिँ भाले भन्छ फेरि पोथी पनि मिसिएको एउटा भाले फुटबल भाले एफसी र पोथी एफसी हाम्रो भाले एफसीको किपर यता हुनुहुन्छ श्रीपा शमशेर दाइ भाले एफसी र बोका एफसी आज हाम्रो गेम भइरहेको छ भाले एफसी र बोका एफसीको बिचमा भाले एफसीको किपर हुनुहुन्छ शमशेर दाइ बोका एफसीको उता के हुनुहुन्छ दाइको नाम किशोर दाइलाई फ्री हो किशोर दाइ विकास दाइलाई ठिक छ दामी छ अहिले चार्ज भयो कोना 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 ल लास्ट कोना है ल हाफ टाइम हो त लास्ट आउट गर्नुपर्छ टाइम पनि धेरै शॉट अब के 55 मा सुरु गर्ने कि 5 मा सुरु गर्ने ल 2 मिनेट रेस्ट 2 मिनेट भाले एफसी भर्सेस बोका एफसी को गेममा अहिले इन्टरभल भएको छ फारो खेल्न आउँछ फारो के रेस्ट हो के गर्ने हो केटा फारो के फारो किपरलाई त हैन फारो खेल्नु न टाइम पनि धेरै छैन ल 54 भइहाल्यो ल चेन्ज गरेर ल बस्दा सुरु गर्दा हुन्छ अब